सुरुमा मेसिन अन गर्छु। यो मेसिन यसरी घुम्न थालिसकेको छ। मैले चाहिँ तानेर मैले स्याउ राख्दैन र छोड्दिएँ। अब यसले स्लाइसिङ गर्न थालिसकेको छ। हामीले यो स्लाइसिङ पनि हामीले कत्रो गर्ने भन्ने कुरा हामीले कन्ट्रोल गर्न सकिन्छ। कति पातलो गर्ने कति बाक्लो गर्ने भनेर यहाँ कन्ट्रोल गर्ने ठाउँ छ। तपाईँको चाहिँ यो स्याउ एकदम पातलो यसले स्लाइसिङ गरिसकेको छ। अब तपाईँलाई त्यो सँगसँगै म तपाईँलाई अब अर्को आइटम है, स्याउ त हेऱ्यो नि हुन्छ यहाँ कि हामीले के गर्यौँ, बाक्लो पनि निकाल्यौँ प्लस एकदमै पातलो पनि निकाल्यौँ भनेपछि हाम्रो यहाँ कन्ट्रोलर छ। यो कन्ट्रोलरले चाहिँ हाम्रो पातलो बाक्लो दुइटै स्याउ स्लाइसिङ गर्न सक्यो। स्याउको हेर्न सक्नुहुन्छ तपाईँलाई कस्तो चाहियो, पातलो हेर्नु यति पातलो गरेको छु मैले यो, अनि बाक्लोमा भनेको तपाईँलाई 4 mm 5 mm पनि बाक्लो गरेको छु भनेपछि यसले पातलो प्लस बाक्लो दुइटै गर्ने भयो। अब त्यसपछि म तपाईँलाई चाहिँ अब यो जुनार स्लाइसिङ गरेर देखाउँछु। यो त मैले अन गरेँ, अनि मैले यसलाई यसो तान्छु, तानेर यहाँ जुनार हालिदिन्छु, यसलाई छोडिदिन्छु। तपाईँले यहाँ जुनार हेर्नु सक्नुहुन्छ। ल हेर्नु तपाईँलाई कति पातलो चाहियो बाक्लो चाहियो सबै खालको चाहिँ यसले स्लाइसिङ गर्न सक्छ। सहजै रूपमा चाहिँ यसले पातलै तपाईँलाई स्लाइसिङ गरिदियो। ल म यो हेर्न सकिन्छ हामीले ए कति पातलो, यो धेरै पातलो गरेको छ, बाक्लो पनि अति गर्न सकिन्छ। अब त्यो जुनार पनि हाम्रो स्लाइसिङ भयो। अब त्यसपछि म तपाईँलाई चाहिँ अब यो किवी स्लाइसिङ गरेर देखाउँछु। अब यसलाई अब अलिकति बाक्लो गर्नु पर्यो भने यहाँ घुमाउनु पर्यो, थोरै म बाक्लो बनाउन चाहन्छु तर मैले थोरै घुमाएँ, अब अलिक बाक्लो आउँछ। अब मैले मेसिन अन गर्छु, यसरी यहाँ राखिदिन्छु, अनि यसले प्रेस गर्छु। अब ल हेर्नु सक्नुहुन्छ किवी अलिक बाक्लो किवी स्लाइस गरेर, ल हेर्नुहोस् ए सक्यो। भनेपछि एउटा किवी स्लाइस गर्न तपाईँलाई 2 देखि 3 सेकेन्डमा यसले चाहिँ किवी स्लाइस गर्न सक्छ। ल भनेपछि अब हाम्रो यो मेसिन सानो भए पनि सहज रूपमा तरकारी छ सबैलाई चाहिँ यसले स्लाइसिङ गर्छ। यो स्लाइसिङ गरेपछि हामीले के गर्छौँ, यस्तै ट्रेमा चाहिँ मिलाएर यसरी डबल नगरिकन यसरी मिलाएर चाहिँ हामीले के गर्छौँ, डिहाइड्रेटरमा लगेर राख्छौँ। डिहाइड्रेटर राखेको 6 देखि 8 घन्टामा चाहिँ के हुन्छ, पुरै सुक्छ। सुकेपछि हामी त्यसलाई के गर्छौँ, अब सुकेकोलाई डाइरेक्ट प्याकिङ गरेर बजारमा पठाए पनि भयो, अथवा त्यसलाई अझै ग्राइन्डिङ गरेर धुलो बनाएर प्याकेजिङ गरेर बजार पठाए पनि भयो। भनेपछि एउटा यो सानो स्लाइसर मेसिनले चाहिँ तपाईँको सबै खालको फलफुललाई चाहिँ स्लाइसिङ गरेर चाहिँ 2 दिनमा बिजनेस दिने भयो।